अर्जनहरू हाम्रो समाजले देखिरहेको यथार्थको आवाज हो। नेपाल बहुसांस्कृतिक बहुभाषिक देश हो, तर अझै पनि यहाँ छोरा र छोरी बीच असमानता, लैङ्गिक हिंसा, जातीय भेदभाव जस्ता कुरीतिहरूले हाम्रो समाजलाई बाँडिरहेका छन्। जहाँ अवसर हुँदैन त्यहाँ क्षमता मर्छ, जहाँ न्याय हुँदैन त्यहाँ विश्वास टुट्छ र जहाँ भेदभाव हुन्छ त्यहाँ विकासको यात्रा रोकिन्छ। यस्तो कठिन वास्तविकतालाई व्यक्त गर्ने आजको मेरो कविताको सन्देश एकदमै गहिरो छ। जहाँ मानवता हुँदैन त्यहाँ समानता कहिले आउँदैन। त्यसैले यदि तिमी चाहन्छौ समाजको हित, जगाऊ मानवता जुन छ तिमी भित्र सीमित। अब म अनुमति चाहन्छु यस विषयका पीडा, आशा र परिवर्तनको पुकार बोकेको मेरो कविता सुरु गर्न, जसको शीर्षक रहेको छ के म मान्छे होइन र? के म मान्छे होइन र? मलाई जिउने अधिकार छैन र? हेला गर्नु त तिम्रो बानी नै हो, हेला गर्नु त तिम्रो बानी नै हो, आवाज उठाउन सके रानी नत्र खरानी नै हो। दबाउँछौ कति मेरो चाहना, दबाउँछौ कति मेरो चाहना, समाजको नीतिलाई बनाएर बहाना। के म तिमी भन्दा अघि बढ्न नपाउने हो र? सफलताको सिडी चढ्न नपाउने हो र? यदि म नारी भई जन्मिँदा किन छाउँछ तिम्रो मुहारमा अन्धकार? जब मैले मेरा लागि आवाज उठाउँदा किन भन्छौ यो घरमा छैन तिम्रो अधिकार? भन्छन् मेरो कुनै घर हुँदैन रे, भन्छन् मेरो कुनै घर हुँदैन रे, मेरो नाममा थर हुँदैन रे, मेरो अस्तित्वको त भरै हुँदैन रे। तिमी आशीर्वाद मानी रातो टीका लगाउँछौ मन्दिरबाट, तिमी आशीर्वाद मानी रातो टीका लगाउँछौ मन्दिरबाट, तर किन अभिशाप चाहन्छन् त्यही रातो रङ बग्दामाबाट? तिमी न त मलाई अधिकार दिन्छौ न त बनाउन दिन्छौ आफ्नै पहिचान। नारीको पहिचान नै उसको इज्जत हो भन्छौ, तर आफै खोज्न खोज्छौ मेरो मान, तर आफै खोज्न खोज्छौ मेरो मान। मेरो इज्जतको भोगी तिमीलाई म कुन नाउँ दिउँ, मेरो इज्जतको भोगी तिमीलाई म कुन नाउँ दिउँ, मेरो रक्त चुस्ने दानवबाट बच्न म कुन ठाउँ जाउँ? तिम्रो कारणले गर्दा गराउनु पर्छ गल्ली हिँड्दानी आफ्नै ठाउँको, अब त विश्वास पनि लाग्दैन आफ्नै दाजु भएको। नारीको त के कुरा गर्नु, यदि म दलित भई जन्मिएँ म सानो हुन्छु, मैले त आफ्नो शरीर बिस्ने दिन्छु। नभए मैले फेर्ने सास तिमीले फेर्नु हुँदा, मैले फेर्ने सास तिमीले फेर्नु हुँदा किन पानी पिउँदैनौ मैले छुँदा? जति यो संसार छुटिँदैन दिन र रातले, त्यति छुटिन्छन् मानिस जातले। हात काट्दा सबैको रातो रगत नै आउँछ, तर पनि कसरी जातले हामी बीच भिन्नता ल्याउँछ? जातको त कुरै छोड्नु, कमसेकम पहिचान त पाइन्छ। तर यदि मैले अर्को लिङ्ग लिएर जन्मिएँ म मानवमा गनिदिनँ, यदि मैले अर्को लिङ्ग लिएर जन्मिएँ म मानवमा गनिदिनँ। मैले साधारण जीवन जिउन चाहे म साधारण ठहरिदिनँ। हुन्छ सपना प्रेम इच्छा चाहना सबैको समान, हुन्छ सपना प्रेम इच्छा चाहना सबैको समान, तर किन पाउँदिनँ मैले सम्मान? मेरो बारे कुरा गर्दा तिमी किन घिन मान्छौ, मेरो बारे कुरा गर्दा तिमी किन घिन मान्छौ, मेरो अस्तित्वलाई तिमी किन कलङ्क ठान्छौ? अब दबाउँदिनँ म आफैलाई संसारलाई तृप्त पार्न, अब दबाउँदिनँ म आफैलाई यो संसारलाई तृप्त पार्न। बस चाहन्छु आफूलाई स्पन्दनबाट मुक्त पार्न। अधिकार त तिमीलाई नै छैन म उपयुक्त छु कि छैन भन्न, अधिकार त तिमीलाई नै छैन म उपयुक्त छु कि छैन भन्न। मलाई त केवल साधारण मानिस बनाएको थियो यो प्रकृतिले, मलाई त केवल साधारण मानिस बनाएको थियो यो प्रकृतिले, तर दलित बनायो तिम्रो रीतिले, नपुंसक बनायो तिम्रो नीतिले, कमजोर बनायो तिम्रो पितृसत्तात्मक आकृतिले। नभए त म पनि मानिस छैन र? मलाई पनि जिउने अधिकार छैन र? मलाई पनि जिउने अधिकार छैन र? अधिकार छैन र? धन्यवाद।